आज चाहिँ डल्ले खुर्सानीको अचार बनाउने मुड चलेर मैले केही सामग्रीहरू तयार गरेको छु। सर्वप्रथम लसुन को पोटी यहाँ छ। त्यसपछि सफा गरेर राखिएको डल्ले खुर्सानी यहाँ छ। अब यसलाई हामीले चाहिँ छिलेर यसको चाहिँ बुगाहरू तातेर चाहिँ हामी एक कराईमा चाहिँ यसरी फ्राई गर्दैछौँ। मैले चाहिँ यहाँ तोरीको तेल लिएको छु। तोरीको तेलको स्वाद चाहिँ मलाई मिठो लाग्ने भएर मैले तोरीको लिए। सनफ्लावरभन्दा तोरी नै प्रिफर गर्छु म। त्यसरी सानो आगोमा चाहिँ ब्राउन कलर निस्किने गरी फ्राई भइसकेपछि चाहिँ अब यसलाई चाहिँ हामी निकाल्छौँ। अब सफा गरेर राखिएको यो डल्ले खुर्सानीलाई चाहिँ हामी बिस्तारै यसमा फ्राई गर्छौँ। अब अलिकति यस्तो कलर अलिकति चेन्ज आइसकेपछि चाहिँ हामी यसलाई चाहिँ अर्को भाँडामा निकाल्छौँ। सो निकालिसकेको चाहिँ डल्ले खुर्सानीलाई चाहिँ हामीले ग्राइन्डरमा हालेर यसरी चाहिँ पेस्ट बनाउँछौँ। त्यसै गरी चाहिँ यो लसुनलाई पनि यसरी पेस्ट बनाउँछौँ ग्राइन्डरमा। अब सबै कुरा पेस्ट बनाइसकेपछि यसरी मसलालाई चाहिँ मैले मिक्स एउटा कचौरामा हालेँ। त्यसपछि थोरै तोरीको तेल हालेर त्यसमा चाहिँ आफ्नो स्पाइसिसहरू चाहिँ यसरी हाल्नुहोस् र यसलाई बिस्तारै सानो आगोमा चाहिँ तपाईँले पकाउनुहोस्। त्यसमा मैले हालेको छु जिरा, धनियाको पाउडर, त्यसै गरी सर्स्युको पाउडर हालेको छु र अहिले यति अलिकति पाकिसकेपछि चाहिँ यसमा म टिमुरको धुलो पनि मिसाउँछु। अनि अफकोर्स नुन त हाल्नै पर्यो। नुन पनि हालेर चलाइरहने र ब्राउन नभएसम्म चलाइरहने। त्यसरी चलाइसकेपछि सानो आगोमा चलाइसकेपछि जब तेलले चाहिँ मसला छोड्छ त्यसपछि थाहा हुन्छ कि तपाईँको चाहिँ मसला चाहिँ अब राम्रोसित पाकिसकेको छ। अब त्यसपछि मैले यो मसला जसरी तेलले छोडिसकेँ त्यसपछि मैले यसमा थोरै मलाई चाहिँ यो हाम्रो सिसाम पाउडर मतलब तिलको धुलो हाल्न मन लाग्छ। त्यसले गर्दा मैले थोरै यसमा एड गरिदिएँ। अब यो राखेर पनि चलाइदिनुहोस् एकचोटि राम्रोसँग मिक्स हुने तरिकाले। ठुलो आगो नबोलाउनु होला, अलिकति आगो चाहिँ सानो बनाइदिनु होला। तिलको पनि अलिअलि बास्ना आइसक्यो। भुटेकै तिल भएर बास्ना आइसकेपछि यो मिसाएको पेस्ट चाहिँ हामी यसरी हाल्दैछौँ र राम्रोसँग सबैतिर चलिने गरी चाहिँ तपाईँको पेस्टलाई चाहिँ चलाउनु पऱ्यो। यहाँ बिस्तारै कराई छोड्दैछ, मतलब यसमा भएको पानीहरू चाहिँ सबै सकिएको छ। यसको मतलब अब यसमा पानीको मात्रा छैन, यसले टाँसिन छोडेको छ। अब यो अलमोस्ट रेडी भएको छ। अब यसमा लास्टमा हामीले चाहिँ भिनेगर थोरै हाले अथवा आफ्नो स्वादअनुसार तपाईँले कागतीको रस पनि हाल्न सक्नुहुन्छ। आज चाहिँ मैले कागतीको रस नभएर मैले भिनेगर युज गरेको छु। अब यो चाहिँ राम्ररी पाकेपछि कलर पनि अलिकति राम्रो कलर आयो। अब यो कलर आइसकेपछि चाहिँ हामी यसलाई अर्को भाँडामा चाहिँ निकाल्छौँ। यसरी निकालेर सेलाउन हाल्छौँ। अनि त्यसपछि यसमा हाम्रो सिसाको बोतलमा चाहिँ यसलाई सेलाएपछि चाहिँ प्याक गरेर काममा राखिदिन्छौँ र यो लामो समयसम्मको लागि चाहिँ खान हुन्छ। र यसले चाहिँ एकदम स्वाद पनि खानाको स्वाद पनि बढाउँछ।